हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग र आज चाहिँ हामी घुम्नु गएको थियो एफआरआई र यो चाहिँ मेरो सेकेन्ड टाइम थियो एफआरआई भिजिटको किनकि फर्स्ट टाइम चाहिँ म हस्बेन्ड र अभिसँग गएको थिएँ र यो चाहिँ सेकेन्ड टाइम हो र मैले चाहिँ दिदीलाई लगेर गएको घुमाउनुको लागि र मलाई चाहिँ यो जग्गा फर्स्ट जाँदा पुरा मन परेको थियो फोटो क्लिक गर्नु रिल्सहरू बनाउनु त्यही भएर मैले दिदीलाई पनि लगेर गएँ दिदी पनि मन पराउनुहुन्छ नि त भिडियो फोटोजहरू क्लिक गर्नु त्यही भएर मनपर्छ होला भनेर लगेर गएँ त्यहाँदेखि अस्ति आउनुभएको दिदी चाहिँ तर दिदीलाई चाहिँ मैले घुमाएको थिएन नि त पानी पनि त्यस्तो रेगुलर वेदर पनि ठिक थिएन प्लस बेबी पनि बिमार थियो दिदीको त्यही भएर आज चाहिँ फाइनली हामी प्लान गरेर गयो पानी परे पनि जाने भनेर गएको थियो तर वेदरले चाहिँ यस्तो राम्रो साथ दियो आज चाहिँ अन्त पानी पनि परेन मर्निङमा त परिरहेको थियो फेरि हामी गइसकेपछि पानी पनि परेन घाम मजाले मतलब हल्का लाग्यो त्यस्तो गरम पनि भएन जाडो पनि थिएन एकदम वेदरले हामीलाई एकदम राम्रो साथ दियो र त्यसको बाद हामी मजाले एक्सप्लोर गरिसकेपछि हामी चाहिँ एउटा यहाँनिर फर्केर आएर एउटा खाना खाने जग्गामा बिसाएपछि यो चाहिँ नेपालीकै रेस्टुरेन्ट छ त्यहाँनिर हामीले चाहिँ खानाहरू खायौँ यो सेफले फ्रेन्च फ्राई चाउमिनहरू अर्डर गरेर हामीले चाहिँ राम्रोसँगले पेट पूजा गरेर चाहिँ हामी चाहिँ घरतर्फ आयौँ र मेरो आजको मिनी भ्लग चाहिँ यति नै आई होप तपाईहरुलाई मेरो मिनी भ्लग मन पर्यो होला प्लिज मन पर्यो भने लाइक कमेन्ट गरिदिनुहोस् होला थ्यांक यू फर वाचिङ बाइ बाइ